हेलो साथीहरू, वेलकम हजुरहरूलाई मेरो मिनी भ्लगमा। म आज हजुरहरूलाई दिउँसोको काम देखाउन गइरहेको छु। हाम्रोतिर चाहिँ ग्यास एकदमै धेरै सर्टेज भएर ग्यास चाहिँ कति दिन भइसक्यो नपाएको। अनि त्यही भएकोले गर्दाखेरि हामी चाहिँ यस्तो कोइला चुलामा कोइला हालेर खाजा चिया पकाउँछौँ। अहिले चाहिँ यहाँनिर कोइला लगाएर अब यहाँनिर चिया बसाइदिइसकेँ साथीहरू, किनभने चिया खाजासँग चिया खानुहुन्छ नि त। अनि त्यही भएकोले गर्दाखेरि अब म यहाँनिर एक दिउरे चिया बसाइदिन्छु, त्यस पछाडि खाजा बनाउनतिर लाग्छु। अहिले चाहिँ यता आगो चुलामा बालिसकेँ र यहाँबाट कोइला निकालेर यसमा लगाएका चिया पाक्दैछ। यो चाहिँ कोइला लाउने हाँडी भनेर भन्छौँ हामीले यसलाई। हजुरहरूकोतिर छ कि छैन कोइला लाउने साथीहरू। अनि यता मैले आगो सघाइसकेँ, अब म चाहिँ खाजा बनाउनतिर लाग्छु। आज चाहिँ हामी खाजा खाने चाहिँ दुईजना मात्रै छौँ, देवर भाउजू मात्रै छौँ। बाबा पनि कामले जानुभएको छ, आमा पनि आमाको मिटिङमा जानुभएको छ। नि आज मिटिङ जानुभयो, अरू सबै स्कुल जानुभएको छ। घरमा चाहिँ देवर भाउजू मात्रै छौँ। अब म चाहिँ आज के खाजा बनाऊँ भनेर सोचिरहेको थिएँ। यसो सम्झेँ छिटो मिठो भनेको त चटपटे नै हो, त्यही भएर म चाहिँ अब चटपटे बनाउनतिर लागेँ साथीहरू। सुरुमा मैले 2टा जति प्याज ल्याएँ। यो चाहिँ हाम्रै घरमा फलेको प्याज हो। यसमा मैले थोरै एउटा सानो टमाटर पनि एड गरेको छु र मैले एउटा डल्ले खोर्सानी पनि एड गरेँ। एउटै मात्रै एड गरेँ किनभने म खासै पिरो खाँदिनँ, त्यही भएकोले गर्दा। यतिकैमा म हजुरहरूलाई बाहिरको मौसम पनि देखाउनु गइरहेको छु। हेर्नुहोस् न, घाम लागिरहेछ तर मसिनो खालको पानी चाहिँ बाक्लै आइरहेको छ। यस्तै छ योपालिको मौसम चाहिँ। यही मौसमले गर्दा केही सागसब्जीहरू पनि हुन दिएन साथीहरू हाम्रोतिर चाहिँ। म फेरि यो चनालाई पनि यहाँनिर एड गर्छु। यो चाहिँ हो साथीहरू पर्पल कलरको क्याबेज, हेर्न सक्नुहुन्छ। यो चाहिँ अलिक ठुल्ठुलो हुन्थ्यो, पानीले गर्दा सबै कुहिएर यत्तिको खाना चाहिँ हुन भएछ। अनि त्यही भएर मैले आज यसलाई पनि हाल्ने निर्णय गरेँ। यो क्याबेजलाई पनि मैले मसिनो गरेर कट गरिसकेको छु। अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ क्युकम्बर, डन्ट मिस इन चटपटे। यो भएन भने त चटपटे मिठै नै भएन नि, होइन र। क्युकम्बरलाई पनि मसिनो गरेर काटिसकेपछि यत्तिको भयो। म यहीँनिर मिक्स गर्छु। आज आलु चाहिँ मैले स्किप गरेँ साथीहरू, किन भन्दाखेरि आज आलु छैन, उसिन्न पनि मलाई अल्छी लाग्यो। अनि आलसको छोप जस्तो लागेको थियो र मैले यता हेरेँ बट देयर इज नथिङ। अनि भन्नुहुन्छ होला आलु बिना आलसको छोप बिना पनि चटपटी मिठो हुन्छ होला र भनेर। यस, मिठो हुन्छ। म यो भेज चाउचाउ पनि यहाँनिर एड गर्छु। ओहो, झन् अमरजी भुजिया त छुटाउनै भएन। थोरै अजिना पनि राखेँ किनभने धेर खानु हुँदैन नि त, हड्डी खाउँछ। बोइल त एड गर्नै पर्यो साथीहरू, कि होइन। स्वाद अनुसार थोरै नुन, मैले नुन धेरै राखिनँ। बिना चटपटे त छुटाउनै भएन। ग्यास सकिए पनि यसमै भए पनि दुःख त गर्नु पर्यो नि साथीहरू, होइन र। खानेकै लागि हामी बाँचेको, दुःख त गर्नै पर्यो। मैले चाहिँ कलर बनाइवरी यहाँनिर एड गरिसकेको छु। अब मैले यता चाहिँ फ्राइड राइस बनाउँदैछु। यो चाहिँ मेरो देवरको लागि, किनभने उहाँले खासै चटपटे खानुहुँदैन नि त। त्यही भएर उहाँको लागि चाहिँ मैले छुट्टै फ्राइड राइस बनाइदिएको छु र हाम्रो लागि चाहिँ यहाँनिर चटपटी। यहाँ हेर्नुहोस् न साथीहरू, मसरुम अघि बाबाले घाँसबाट ल्याउनु भएको। अस्ति पनि यत्रै थियो तर अलिक सानो रहेछ अस्तिको भन्दा चाहिँ। आज मैले यता भात पनि भुटिसकेँ। अब यहाँ मुरै एड गर्ने साथीहरू। मेरो चाहिँ चटपटी रेडी भइसकेको छ। अब चिया रेडी गर्छु अनि खाजा खाने। चिया पनि रेडी भइसकेको छ। अब आजलाई चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ, बाई बाई।